हेलो एभ्रिवान, आज चाहिँ हामी पूजाको तोरमा सुनाउ बनाइसकेर यहाँबाट यो लुङदर सुन्दर तानिसकेर चाहिँ यो घर चाहिँ पछाडिको देख्दैको त्यो घरमा चाहिँ अब लुङदर सुन्दर अब यो के भन्छ आजको तोरमा सुनाउ बनाइसकेर चाहिँ हामी घुम्नुको लागि लागिसक्यौँ। घुम्नु चाहिँ अब यो ठाउँको नाम चाहिँ खास चाहिँ के हो भन्दाखेरि दुम्से हो नि त, माने दुम्सेमा काम सकेर घुम्नु लाग्यौँ। गाइस तपाईँहरूले हेर्नु होला, हामी यहाँनिर अब जाँदैछौँ घुम्नुको लागि। तर घुम्नु चाहिँ कहाँ भन्दा मकैबारी देख्दैन पछाडि, यही घुम्नु आएको हामी चाहिँ। हुन्छ यो कहाँ यो ठाउँ घुम्ने खालको त्यस्तो राम्रो छैन नि त होइन। त्यो भएर अब दुम्से दुम्से भनेपछि दुम्से हो नि त। किन पहिला चाहिँ यहाँनिर दुम्से कसरी भएको भन्दाखेरि चाहिँ दुम्सी ज्यादा हुन्थ्यो अरे क्या। दुम्सी ज्यादा भएपछि अब दुम्सेमा दुम्सी मारेपछि चाहिँ नाम दुम्से भएको। गाइस हामी जाँदैछौँ घुम्नुको लागि। हेर्न सक्नुहुन्छ मकैबारी बाख्राहरू पनि छ, बोकाहरू हेर्नुहोस् टक्क खसी होला तर यो त नि त अब होइन। अघि त्यहाँ दाइले बोका बोका भन्दै त्यहाँ भनेको मैले अन्ना त नसोध्नु होला। हेर्नु सक्नुहुन्छ ठाउँ भनेको गाउँ यस्तो छ बबाल। यहाँबाट चाहिँ भजन बजिरहेको छ मङ्गल सरर भन्ने टाइपको होइन, बबाल छ। मकैबारी पानी नपरे पनि यो पानी यता चाहिँ मकैबारी एकदम हरियो भइसकेको छ। जोडी ढुक्कुर अहिले भर्खर उडिसकेको छ र हामी अहिले बन्द पर्दा यस्तो यहाँ हेर्नुहोस् यो बाँस भन्छ यसलाई, तर बाँसको कुत्रु कुत्रु बाँस यो अच्ची। त्यही भएर हामी चाहिँ अब दुईजना चाहिँ लाग्यौँ घुम्नु लाग्यौँ। हामी दुईजना घुम्नु लागिसक्यौँ। शान्तेन मेमे चाहिँ अब एक्लै बसिरहनु भएको छ पर। उहाँ चाहिँ त्यहाँ झिन्दारसँग कुरा गर्नु पर्यो नि त हो। त्यही भएर हामी चाहिँ काम सकेर घुम्नु लागिसकेको छौँ भन्दै आजको यो भिडियो म यहीँ समाप्त गर्न चाहन्छु। र लास्टमा एउटा म के भन्न चाहन्छु नि, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला गाइस। हस् त, धन्यवाद।